ढिँडो लिटो लिटो चिल्लो भएछ लिटो जहिले त लिटो कसले पकाएको यस्तो गोली हुनुपर्छ त गोली यसो डोबेर खाने पकाएको जात हो ढिँडो भन्ने पकाएको कसले त फेरि यो पकाएको कसले पकाएको भनेको ए खै छोरीले पकाएको भन्छ के नि आमाले पकाएको छोरीले पकाएको होइन हजुरले पकाएको भनेको है है त्यो भर्खर त आएको होडाल्थ्यो त हजुरले होइन हो हे तेरिका हजुरले बिर्सिनु भयो हजुरले नचलाएर त्यो लिटो होइन ढिँडो हो त्यो ढिँडो भनेर बनाएको लिटो भएछ के पक्कै पनि बोजैले पकाएको भनेर बोजैले पकाएको होइन बोजैले हो होइन मिनाले पकाएको भन्छ के अरे आमाले खोइ मैले देखेन के अरे नदेखे पनि एकचोटि पनि यस्तो यो गाउँघरमा ढिँडो नखाएको मान्छेले पकाउने ढङ्ग भएन के फरक पर्छ हेर केटा पिटी हो अलिकति बिरो आएको छ क्या घिउ धेरै हाल्दैछ त्यो घिउ धेरै हालेछ त्यही भएर हो पानी अलिक कम हाल्नु पर्ने घिउ धेरै हाले त्यही भएर त्यो के धेरै हाल्यो घिउ पानी धेरै राख्छ